गौमुखी गाउँपालिकाको रजबारामा भएको किवी खेतीलाई हेर्न आइरहेको छौँ। यहाँ कसरी फल्छ किवी भन्ने विषयमा यहाँ चाहिँ हाम्रो शिक्षक नरेन्द्र मल्ल सरले चाहिँ किवी खेती गर्नुभएको छ। कस्तो हुन्छ बुटा, यसको झाल के हुन्छ भनेर चाहिँ हामीलाई देखाउन आउनुभएको छ। आउनुहोस् न। ओहो यस्तो हुने चाहिँ होइन, यस्तो लत्रेर फल्ने। यो त विदेशी हो नि होइन, बेर्ना पनि विदेशतिरबाट ल्याएर गराउनु भएको छ। यस्तो यसको बवर्सी फल कस्तो छ यो? हजुर यो बवर्सी हो। यो बवर्सी यो एकचोटि लगायो भने कति फलिरहन्छ होइन? 10-12 वर्षमा फल्छ अरे। लामो समय हुनु रहेछ। अनि यो गाउँमा यहाँ मात्रै हो यो बोट पनि हजुर? होइन फल्न त फल्न कस्तो व्यवसाय रूपमा चाहिँ होइन, फल्न पनि कति मजाले फल्दो रहेछ के। देखिया देखिया देखेछ यो म देखिया हैन। देखिनुहोस् किवी फलमा हाम्रो शिक्षक नायक पवन पोखरेलले अवलोकनको क्रममा काँचावाला हो यिनी त्यो अझै पाकेको रहन्छ। पाके पनि यही थाहा पाइन्छ कसरी थाहा यो छिप्पिन्छ नि टिपेर लाने। कस्तो मजाले फल्दो रहेछ झोप्पै भयो। यो कहाँबाट ल्यायो भन्नु सुनमा यो बेरमा? अहिले तलतिर झर्ना फल्दो रहेछ। मैले नाम सुनेको थिएन, यहाँले भन्नु मात्र सुने फेरि होइन। सर नमस्कार। हजुरको शुभ नाम सर? मेरो मोहन सेन। यति बेला हामी मान्डे के अरे गौमुखी गाउँपालिकाको रजबारा भनेको छ होइन, यो वडा नम्बर 3। अनि यहाँ यो किवी खेतीको हामी धेरै देख्न सक्यौँ सर होइन। यो यसको सुरुवात कहिलेदेखि यहाँ भएको पाइन्छ यो रजबारामा होइन? अनि हाम्रो यहाँ नरेन्द्र सरले गर्नुभएको भन्ने त हामी सुन्यौँ। अनि यसको बारेमा थोरै हामीलाई बताइदिनु न। हजुर यसको बारे विस्तृत जानकारी त छैन यति साह्रो। लगभग 5-6 वर्ष जति भयो होला हजुर। यो सुरुवात भएको। अनि यो किवी छ नि, जस्तो मानव यो फलफुल चाहिँ यहाँ गाउँमै सबै बेचेर सकिने हो कि बाहिर पनि पठाउनु? बाहिर पठाउने गर्नुभएको छ। केही हजुर थोरै मात्र यहाँ हुन्छ, अलिकति बजार व्यवस्थापनको अभावले गर्दाखेरि हजुर तलतिर लाने गर्नुभएको छ। अनि हामीले यो बुट्टाहरू देख्यौँ नि सर, हजुर जस्तो यो लगाएको 4-5 वर्ष भइसक्यो? लगभग 5-6 वर्षै भयो होला। लगभग 2 वर्षमा यो फल्दिन सुरु गर्छ। 2 वर्षबाट सुरु गर्छ। अनि यसले वर्षमा कति यो सदाबहार त होइन होला, कति कुन कुन समयमा फल्छ? महिनाहरू? हजुर फल्ने भनेको